नमस्कार। कार्यक्रम समसामयिक वार्तामा यहाँहरूलाई हार्दिक स्वागत छ। दर्शकवृन्द, वैशाख 12 गते गएको विनाशकारी भूकम्पपछि यति बेला विभिन्न शिविरमा बसेकाहरूको जीवन अत्यन्त कष्टकर बन्दै गइरहेको छ। उनीहरू विभिन्न शारीरिक र मानसिक रूपमा विभिन्न रोगहरूको सामना गरिरहेको अवस्था छ। खास गरी सरकारी पक्षबाट उनीहरूलाई उचित हेरचाह र व्यवस्थापन हुन नसकेका गुनासाहरू पनि निरन्तर आइरहेका छन्। खास गरी शिविरमा बसेकाहरूले लामो समयदेखि मानसिक रूपमा प्रताडिरहनु पर्ने अवस्था पनि उत्पन्न भएको छ। यी लगायत अन्य विषयमा कुराकानी गर्न आज हामीले वरिष्ठ चिकित्सक, वरिष्ठ मानसिक रोग विशेषज्ञ प्राध्यापक डाक्टर पुष्पराज शर्मालाई स्टुडियोमा निम्ताएका छौँ। डाक्टर साहब, यहाँलाई कार्यक्रममा स्वागत छ। धन्यवाद। हजुर, यहाँ चाहिँ भूकम्प गइसकेपछि निरन्तर रूपमा अहिले खास गरी भूकम्प पीडितहरूको उपचारमा संलग्न हुनुहुन्छ। अहिले पछिल्लो अवस्था भूकम्प पीडितहरूको कस्तो पाउनु भएको छ? हजुर, त्यसमा अब अघि नै पनि यहाँले भनिसक्नुभयो, भूकम्प पीडितहरू शारीरिक मानसिक धेरै कुराबाट पीडित छन्। उनीहरूलाई जति अहिले यो जाडोमा जति उनीहरूलाई राहत सामग्रीहरू जानुपर्ने थियो त्यो भइरहेको छैन र रिकन्स्ट्रक्सन्स पनि भइरहेको छैन। त्यसैले अत्यन्त अलि नराम्रो हालतमा उनीहरू अहिले बसिरहेछन्, विशेष गरी यो चिसो जाडोमा। र विशेष गरेर मानसिक स्वास्थ्यको बारेमा कुरा गर्ने भने जस्तै भूकम्प गयो 12 गते, वैशाख 12 गते, त्यसपछि लगातार आएको प्रकम्प र त्यसबाट सिर्जित मानसिक स्वास्थ्यलाई सुरुमा चाहिँ अलि बढी नै राम्रैसँग चासो दिएको जस्तो देखियो। तर त्यो बिस्तारै त्यो चासो चाहिँ कम हुँदै गएको देखिएको छ। विशेष गरेर यसमा पहल गर्नुपर्ने सरकारी सम्बन्धित निकायहरू पनि जति धेरै यसप्रति संवेदनशील हुनुपर्ने हो त्यति भएको देखिँदैन। फेरि कस्तो छ भन्दाखेरि कुनै पनि प्रकोप, चाहे त्यो मानव सिर्जित प्रकोप होस् अथवा त्यो प्राकृतिक प्रकोप होस्, त्यो प्रकोप पछि चाहिँ यस्तो देखिएको छ कि त्यो प्रकोपबाट पीडित समुदायमा कुनै न कुनै किसिमको मानसिक स्वास्थ्यको समस्याहरू देखिने गर्छ। त्यो तुरुन्त देखिने गर्छ केही समस्याहरू, तर केही समस्याहरू धेरै समयपछि पनि देखिन सक्छ। त्यसले गर्दाखेरि यो तुरुन्त जुन राहतहरू भयो, जुन भनौँ न कतिले अब मानसिक स्वास्थ्यमा पनि केही कतिपय कामहरू भयो होलान्, तर अब यो लङ टर्म, यो दीर्घकालीन रूपमा चाहिँ नि जति सोच्न पर्ने हो त्यति सोचिएको छ जस्तो लाग्दैन। तापनि केही गैर सरकारी संस्थाहरू र अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाहरूको पहलमा केही कार्यहरू चाहिँ नि अहिले पनि भइरहेको छ। हजुर डाक्टर साहब, यहाँ चाहिँ भूकम्प गइसकेपछि निरन्तर रूपमा त्यसले मानसिक रूपमा पारेको आघातबारे यहाँले चाहिँ बिरामीहरूसित प्रत्यक्ष सम्पर्कमा रहेर उपचार सेवा दिइरहनु भएको छ। खास गरी शिविरमा यहाँहरू जाँदाखेरि कस्ता मानसिक समस्या अथवा शारीरिक समस्या भएको पाउनुभयो? अब यस्तो छ, हेर्नुहोस्, अब यहाँ कस्तो भएको छ भने भूकम्पको लगत्तैपछि शिविरै जानु परेन, यो पुरै देशै शिविर जस्तो भइहाल्यो। हेर्नुहोस्, किन भन्दाखेरि भूकम्पबाट अत्यन्त प्रभावित जिल्ला अथवा क्षेत्रहरू छन्, त्यहाँका मानसिक समस्याहरू छन्, तर त्यति प्रभावित नभएका जिल्लाहरू र त्यति प्रभावित नभएका समुदायहरू पनि त छन् नि। त्यही भूकम्प पीडित अथवा काठमाडौँमै भन्नुहोस्, ललितपुरमै भन्नुहोस्, भूकम्पबाट घर क्षति नभएकाहरू, कुनै त्यस्तो धनजन क्षति नभए कति छन् नि, तिनीहरू पनि मानसिक रूपबाट प्रभावित भएका हुन्छन्। त्यसैले यो प्रभावित क्षेत्रमा हो प्रत्यक्ष आफ्नै घर अगाडि घर ढलेको देख्नु, आफ्नै घर आफ्ना आफन्तहरूलाई चाहिँ गुमाएको देख्नु, त्यसले पर्ने मानसिक आघात त छँदैछ। त्यसबाहेक पनि यी कुराहरू टेलिभिजन अथवा चाहिँ नि सञ्चार माध्यमहरूमा चाहिँ नि देखेर सुनेर आफैले भोगेर हुने मानसिक समस्याहरू पनि छन्। यस्ता मानसिक समस्याहरू सबभन्दा चाहिँ बढी मानसिक समस्या देखिने चाहिँ के हो भने एक्युट स्ट्रेस डिसअर्डर भन्ने हुन्छ। तुरुन्तै त्यो चाहिँ नि जब यो प्रकोप हुन्छ, जस्तै भूकम्प भयो, हुने बित्तिकै हुने मानसिक समस्याहरू छन्। र केही मानसिक समस्याहरू छन् केही दिनपछि सुरु हुन्छन्, केही हप्तापछि, केही महिनापछि, त केही मानसिक समस्याहरू छन् जुन चाहिँ महिनौँ वर्षौँपछि पनि त्यो व्यक्तिलाई त्यस्तो खाले समस्याहरू हुनसक्छ। भनेपछि त्यसको प्रभाव एउटा लङ टर्ममा पर्छ, एउटा इमिडिएट पर्छ। इमिडिएट पर्छ, यस। अब
अब हामीहरूले चाहिँ जुन भूकम्प गइसकेपछि यहाँले भन्नुभयो देशै एउटा शिविर जस्तो भयो, भूकम्प जो मानसिक रूपमा धेरै प्रताडित भए भन्ने कुरा आयो र यो समस्या बिर्सिँदै गएको जस्तो ओझेलमा परेको जस्तो पनि देखियो अहिले। यो ओझेलमा पर्नुको कारण के हो कि यसबाट मानसिक रूपमा जति पनि आघात पुगेको थियो त्यो बिस्तारै रिकभरी भएर त्यस्तो भएको, अथवा मानिसहरूले यसलाई त्यति महत्त्व नदिएर हो? दुइटै छ। हेर्नुहोस्, यसमा के छ भनेदेखि केही अब रिकभरी सान्तिनो जुन समस्याहरू छ ती त रिकभरी भएर गए, ती आफैमा रिकभरी हुन्छन्। उनीहरूलाई त्यस्तो धेरै कतिपयलाई त उपचारको पनि सानो हुन्छ कि यति थोरै मात्रामा हुन्छ कि त्यसको उपचारको पनि जरुरत पर्दैन। उही परिवारसँग बस्दा बस्दै उनीहरूमा त्यो समस्याहरूको निराकार भएर गएर जान्छ। र अर्को चाहिँ के छ भन्दाखेरि ओझेलमै पर्न थाल्यो यो इस्युजहरू। जस्तै रिकन्स्ट्रक्सन पनि त कति भन्नुहोस् न 8-9 महिना भइसक्यो, भौतिक रूपमा पनि त त्यति धेरै एकदमै तादुरुकताका साथ चाहिँ त्यसको रिकन्स्ट्रक्सन, त्यसको पूर्वाधारहरू बनाउने काम पनि त भएको छैन नि। र त्यसको साथसाथै मानसिक समस्याहरू पनि बिस्तारै अलिकति ओझेलमा परे जस्तो अहिले देखिन्छ। जति पहिला मानिसहरूमा यो समस्याप्रति चासो देखिन्थ्यो, जस्तै मिडियामा पनि अब अहिले आएर तपाईँले कति 9 महिना भएपछि आएर पनि मलाई सोध्नुभयो, एउटा राम्रो कुरा हो यो बारेमा। नत्र भन्दाखेरि त मिडिया पनि त्यो बेला जति तातेको त्यो मानसिक समस्याको बारेमा त्यति अहिले पनि त्यति तातेको देखिँदैन। त्यसै समग्रमा नि यो अलिकता ओझेलमा पर्दै गएको हो कि भन्ने जस्तो मलाई भान परेको छ। खास गरी अहिले जुन विस्थापित भएर शिविरमा बसिरहेका छन् उनीहरूमा बढी मानसिक समस्या छ अथवा मानसिक आघात पुगेको छ अथवा अरू व्यक्तिहरूलाई पुगेको छ, यो कसरी कम्पेरिजन गरेर यहाँले भन्न सक्नुहुन्छ? अब अहिले त यो स्ट्याटिस्टिक्स जुन छैन अहिलेसम्म, किनभने हामीले अहिलेसम्म यो हस्पिटल अथवा चाहिँ नि हेल्थ पोस्ट अथवा चाहिँ नि अरू सरकारी गैर सरकारी अथवा प्राइभेट निकायमा गएर कति आएछन् त मानसिक रोग, यो अर्थक्वेकभन्दा अगाडि, भूकम्पभन्दा अगाडि कति रहेछन्, भूकम्पपछि कति रहेछन्, त्यसको चाहिँ इलनेस प्याटर्नहरू कस्तो छ, त्यस्तो खालको स्ट्याटिस्टिक्स अहिलेसम्म आएको छैन। त्यसैले म एक्ज्याक्टली भन्न त सक्दिनँ। तर सरसर्ती हेर्दा जुन अब 8-9 महिनादेखि यही मानसिक स्वास्थ्यमै काम गरिरहेको हिसाबले प्राइभेटमा अथवा चाहिँ नि गभर्मेन्टमा अथवा सेमी गभर्मेन्ट यस्ता खालको संस्थाहरूमा काम गर्दाखेरि चाहिँ नि अवश्य पनि यो बढी देखिएको छ। तर यो होइन कि एउटा कुरा चाहिँ यो होइन कि प्रत्यक्ष जो यसबाट प्रभावित छ मात्रै मानसिक स्वास्थ्यमा प्रभाव परेको छ, अरूलाई छैन भन्ने होइन। घरमा बसिरहेका स्वास्थ्य मतलब कुनै किसिमका त्यस्तो भौतिक पूर्वाधारहरू नबिग्रिएका, त्यस्तो कुनै किसिमको त्यो कन्सिक्वेन्सेसहरू फेस नगरेको मान्छेहरूलाई पनि केही मानसिक समस्याहरू परेको देखिएको छ। खास गरी यो मानसिक समस्याको कुरा गर्दा मानसिक समस्या यो मानसिक रोग भनेर भनिन्छ, आफैमा कस्तो खालको रोग हो डाक्टर साहब? यो बडा इन्ट्रेस्टिङ कुरा छ। रोग हो आफैमा एक किसिमको रोग हो, जस्तो ग्यास्ट्राइटिस हो, जस्तो न्युमोनिया हो, जस्तो तपाईँको माइग्रेन हो, अथवा अरू अर्गानको डिजिज जस्तै डायबिटिज भन्नुहुन्छ अथवा हाइपरटेन्सन भन्नुहुन्छ, ब्लड प्रेसर भन्नुहुन्छ, उच्च रक्तचाप अनि अरू खालके गरी रोगहरू जस्तै बाथ भन्यो, त्यस्तै खाले रोग हो जसको चाहिँ जैविक कारणहरू छ। त्यसैले हामीले यसलाई रोग भन्छौँ। यो कुनै अचम्म मान्नुपर्ने केही पनि छैन। यसमा प्रशस्त शोध कार्यहरू भएर यो रोग हो, यो रोगको कारणहरू यो हो भनेर पत्ता लगाएर नै यसलाई रोगको क्याटेगोरीमा राखेको हो। भनेपछि यो अहिले जति पनि भूकम्पबाट मानसिक रूपमा आघात पुगेको छ उनीहरूलाई एउटा मानसिक रोग लाग्न नदिन र उनीहरूलाई यसमा सचेत बनाउनको निमित्त जुन सरकारी प्रयत्नहरू गैर सरकारी रूपमा अगाडि बढेका छन् त्यो यहाँले कतिको पर्याप्त देख्नुभयो त? अब यो मानसिक रोगको कुरा गर्दाखेरि हो भएको छ, तर पर्याप्त छैन। जति हुनुपर्ने त्यति भएको छैन। त्यसैले यसलाई अलि बढी इन्टेन्सिभली समुदायमा लैजानुपर्छ र अरू बढी प्रोग्रामहरू यहाँ हुनुपर्छ जस्तो लाग्छ मलाई। जस्तो यहाँ चाहिँ गाउँका दूर दराजमा पनि पुग्नु भएको छ जहाँ भूकम्पबाट ठुलो जनधनको क्षति भयो, कैयौँले आफन्तहरू गुमाए, उनीहरू अत्यन्त दुःख र पीडामा अहिले पनि बसिरहेको अवस्था छ। उनीहरूले समयमै उपचार सेवा पाएनन्। मानसिक रूपमा जुन किसिमको काउन्सिलिङ गर्नुपर्ने थियो, परामर्श उनीहरूलाई आवश्यक थियो, त्यति बेला उनीहरूको नजिक चिकित्सक भएन, काउन्सिलिङ उनीहरूले पाएनन् भन्ने गुनासो पनि थियो। खास गरी कस्तो छ उनीहरूको अवस्था? उनीहरू चिकित्सकको पहुँचमा छन् या छैनन्? राज्यले त्यो खालको परामर्श दिने अवस्था
थियो कि थिएन अथवा दिन सकिरहेको छ कि छैन, यहाँले के देख्नुभयो त्यो फिल्डमा गएर? हेर्नुहोस्, अब के छ भन्दाखेरि नि, अब फिल्डमा जाँदाखेरि म त एउटा कुरा सम्भवै देख्दिनँ कि त्यहाँ चाहिँ एकदम अब भनौँ न हामी जस्तै एउटा मनोचिकित्सकहरू गएरै त्यो गर्न सक्ने न त सम्भव छ न त त्यसको जरुरत छ। तर यहाँ चाहिँ के गर्नु पऱ्यो भन्दाखेरि, र जुन अहिले अलिअलि भइरहेको पनि छ, धेरै ठाउँमा भएको पनि देखेको छु मैले, कि त्यहीँ भएका मिडल क्याडरहरू हुन्छ नि, यो हेल्थ पर्सनलहरू जो स्वास्थ्य कार्यकर्ताहरू हुन्छन्, स्वास्थ्य कर्मीहरू हुन्छन्, जो दूर दराजको अस्पतालमा चाहिँ खटिएर बसेका हुन्छन्, उनीहरूलाई नै अहिले जस्तै केही अर्गनाइजेसन्सहरूले ट्रेनिङहरू दिइरहेछ, तालिमहरू दिइरहेछ। त्यसै गरी तालिम दिएर प्राथमिक केन्द्रमा नै मानसिक स्वास्थ्यको उपचार गर्ने खाले प्रबन्ध मिलाउनुपर्छ। जुन त्यहाँ प्राथमिक केन्द्रमा हुँदैन त्यसलाई चाहिँ नि अब अरू अलि ठुलो अस्पतालमा, जिल्ला अस्पतालमा र केन्द्रमा लगेर उपचार गराउने व्यवस्था गर्नुपर्छ जस्तो लाग्छ, जुन अहिले केही जिल्लाहरूमा चाहिँ सुरु भएको छ र त्यो सकारात्मक छ। यो भूकम्पले गर्दाखेरि कतिलाई यो गम्भीर रूपमा मानसिक समस्या देखिएको छ? खास गरी कस्ता कस्ता समस्या उनीहरूले भोगिरहेका छन् अहिले पछिल्लो समयमा? पछिल्लो समयमा देखिएको भोगिएको समस्या ज्यादातर त यो एङ्जाइटी छ, डर त्रास होइन। डर त्रास हुने, मुटु ढुकढुक हुने, मुख सुक्ने, डर लाग्ने, भुइँचालो आउँछ कि भन्ने, फेरि आउँछ कि भन्ने डराउने, आफ्नो घरभित्र जान नसक्ने, माथिल्लो तलामा बस्न नसक्ने, राति निद्रा नलाग्ने, छटपटी हुने, यस्ता खाले त सबभन्दा धेरै छन्। त्यसपछि हुनेहरू जस्तै डिप्रेसन छ, उदासीपन, निराश हुने, उदास हुने, भविष्यप्रति अलि नकारात्मक सोचहरू हुने, विगतप्रति पनि त्यति सकारात्मक सोच नहुने, त्यस्ता खालेहरू छन्। अनि अलि कडा खाले मानसिक रोगहरू साइकोटिक रेन्जमा छ, त्यो चाहिँ अब छ। तर अब यिनीहरू जति मैले भने दुईवटा त्यति धेरै छैन। अब पछि हुनसक्ने पोस्ट ट्रमेटिक स्ट्रेस डिसअर्डरहरू छ, अब अहिले बिस्तारै बिस्तारै देखिन थाल्छ, अब देखिँदैछ अहिले ती समुदायहरूमा। र अर्को चाहिँ के छ भन्दाखेरि एल्कोहल, यो लागु पदार्थ र विशेष गरी एल्कोहल जुन चाहिँ एकदमै एक्सेसिबल छ गाउँठाउँमा, त्यसको युज अलि बढेको जस्तो देखेको छु। मैले भने नि मसँग तथ्याङ्क छैन अहिले होइन, म त्यसैले तथ्याङ्क बिना आफूले देखेको कुरा मात्रै मैले भनिरहेको छु। भनेपछि यो अल्कोहल युज गर्नको कारण चाहिँ के? मानसिक रूपमा जुन किसिमको एउटा तनाव छ त्यसलाई तत्काल बिर्सिनको निमित्त उनीहरूले अल्कोहललाई माध्यम बनाएका हुन् अथवा के पाउनुभयो? हो, एक्ज्याक्टली त्यही नै हो। जुन सिम्पटम्सहरू जस्तै डर, त्रास, मुटु ढुकढुक हुने होइन, मुख सुक्ने, यी डरहरूलाई चाहिँ नि केही समयको लागि एल्कोहलले घटाउँछ। र त्यो घटाएको समयलाई चाहिँ उनीहरूले एल्कोहललाई एक किसिमबाट औषधिको रूपमा पनि कतिपय त लिएको देखेँ मैले, कि त्यो डर घटाउनलाई खायो, तर एल्कोहलको इफेक्ट सकेपछि फेरि डर लाग्छ अनि फेरि खायो। गर्दाखेरि के हुन्छ भने मान्छे डिपेन्डेन्ट, त्यसमाथि निर्भर हुन थाल्छ एल्कोहलमाथि, र उसले त्यो थाहा नपाइकन चाहिँ त्यसको सेवन बढी गर्न थाल्छ। किन अब जुन ठाउँमा पहिलेदेखि अलिअलि खाइराख्ने कम्युनिटी छ भने त्यति अब अलिअलि खाएकोलाई त्यति नकारात्मक ढङ्गले हेरिँदैन कतिपय कम्युनिटी, त्यस्तो पनि छ। अब त्यहाँ के हुन्छ भन्दाखेरि अब बढ्दै जान्छ, हेर्नुहोस् त्यो थाहा हुँदैन मान्छेहरूलाई, डोज बढ्दै जान्छ र एक किसिमबाट डिपेन्डेन्ट, यसमाथि भनौँ न यसलाई यो एल्कोहल डिपेन्डेन्ट सिन्ड्रोम एउटा रोगै जस्तो भइसकेको हुन्छ। तर त्यो चाहिँ नि के छ, एङ्जाइटी घटाउनलाई पहिला युज भयो होइन, औषधिको जस्तै रूपमा युज गर्यो केही समयको लागि, तर पछि गएर डिपेन्डेन्ट भयो। भनेपछि यी यावत समस्याहरू छँदैछन्, भूकम्प पीडितका कथा र व्यथा छुट्टै छन्, र समग्र रूपमा जुन मानसिक स्वास्थ्यको कुरा गर्दाखेरि अहिले हामी कहाँनिर छौँ? मानसिक स्वास्थ्यको अवस्था कस्तो छ यो ओभरअल देशको कुरा? तपाईँलाई राम्रो एकदम प्रश्न हो। वास्तवमा भूकम्पले एउटा चिज के गरिदियो त भन्दाखेरि यो मानसिक स्वास्थ्यको समस्या छ भनेर उजागर गरिदियो, बाहिर निकालिदियो। जुन समस्या पहिलेदेखि नै थियो, जुन किसिमको हाम्रो देशमा केही राजनीतिक उथलपुथल भयो, त्यसले गर्दाखेरि केही हिंसाहरू भए, मानिसहरूलाई आफ्नो ठाउँ छोड्न बाध्य भए, त्यसपछि आएर यसलाई हामी इन्टर्नल माइग्रेसन भन्छौँ, सामाजिक संरचनाहरू ध्वस्त भयो होइन, र मानिसहरू इन्टर्नल माइग्रेसन पनि भयो, त्यत्तिकै रूपमा एक्सटर्नल माइग्रेसन पनि भयो, बाहिर पनि कामदारको रूपमा अथवा जसरी पनि छाड्न पर्ने भयो। त्यसले गर्दाखेरि सामाजिक जुन एउटा के भन्छ एउटा इक्विलिब्रियम थियो नि, त्यो चाहिँ चल्मलायो कि, बुझ्नु भएन कि। अनि त्यसले गर्दाखेरि एउटा सामाजिक जुन कारण भएर निस्क्यो, र जो मान्छे अलि जैविक रूपमा नै मानसिक रोग लाग्न सक्ने
जुन सम्भावना भएका व्यक्तिहरूमा चाहिँ नि बढी मानसिक रोग लाग्यो। त्यही बेलामा बढिसकेको थियो, भूकम्पको अगाडि नै बढिसकेको थियो। यो वास्तवमा बार हामीले यी सञ्चार माध्यमबाट पनि भनिरहेका थियौँ, ल है नेपालमा चाहिँ अलिक मानसिक स्वास्थ्य सम्बन्धी अलिक बढी नै दिनुपर्छ, किनभने हाम्रो समाज असाध्यै चाँडै परिवर्तन भइरहेछ र चाँडो परिवर्तन भएको समाजमा यो धेरै मानसिक समस्याहरू आउन देखिन्छ। यो सोसियोलोजिकल पर्सपेक्टिभ हो, बायोलोजिकल पर्सपेक्टिभहरू छ, जैविक कारणहरूले गर्दाखेरि जेनेटिकल्ली आउनेहरू पनि छ, त्यो पनि छ। यो सबैको मिक्स हुन्छ कि फ्याक्टर होइन, स्ट्रेस भयो, सोसियल फ्याक्टर भयो, जैविक फ्याक्टर भयो, सबैको मिक्स फ्याक्टरले गर्दाखेरि हुन्छ। अब चाहिँ हामीले दिनुपर्छ भनेर चाहिँ हामीले बिचबिचमा यी सञ्चार माध्यमबाट अरू तरिकाबाट चाहिँ हामीले घचघचाएको त हो, तर भूकम्पपछि चाहिँ नि यो साँच्चै हो रहेछ भन्ने कुरा केही समयको लागि चाहिँ स्थापित भयो, तर जति हुनुपर्ने र जति गर्नुपर्ने त्यति चाहिँ अहिले पनि भएको छैन। यसलाई रेगुलर रूपमा नै अभियानकै रूपमा हजुर अभियानको रूपमा यो रोग हो, यसको उपचार हुनुपर्छ। यो चाहिँ कुनै किसिमको चाहिँ यो भन्नुहोस् न अन्धविश्वासबाट लागेर यो रोग निको हुँदैन र यसलाई सिरियसली नै ट्रिट गर्नुपर्छ जस्तो कि अरू शारीरिक रोगलाई। भनेपछि डाक्टर साहबले अहिले भन्नुभयो मानसिक रोगीहरूको सङ्ख्या बढ्दै गइरहेको छ। यो समाजको रूपान्तरणसँगै मानसिक रोगीहरूको सङ्ख्या पनि बढ्दै गइरहेको एउटा तथ्याङ्क पनि यहाँले प्रस्तुत गर्नुभयो। खास गरी मानसिक रोग के कारणले हुन्छ र यसको निदानका उपायहरू के हुन्? हामीले पहिले नै यसका निराकरण गर्न सक्ने, अवलम्बन गर्न सक्ने केही उपायहरू पनि होला नि? छ नि, अवश्य छ, किन छैन। त्यस्तो त हेर्नुहोस्, हरेक रोग जस्तै कि डायबिटिज भन्नुहोस्, हाइपरटेन्सन भन्नुहोस् अथवा अरू रोगहरू भन्नुहोस्, त्यसमा पनि त अवलम्बन गर्ने उपायहरू गऱ्यो भने त पहिला पनि त कतिपय रोगहरू त रोग नलाग्न दिन सक्छौँ नि। त्यस्तै पनि मानसिक रोगमा पनि सकिन्छ। जस्तै कि तर यो अलिक फरक छ। फरक भनेको मतलब के हिसाबले भन्दाखेरि तपाईँ कसैलाई भन्नुहोस् कि अब खानपिनमा ध्यान दिनु अथवा भन्छन् अरू रोगमा, यहाँ त्यतिले मात्र पुग्दैन हो। अवश्य पनि शरीर स्वस्थ रहे मन पनि स्वस्थ रहन्छ, मन स्वस्थ रहे शरीर पनि स्वस्थ रहन्छ। हरेक शारीरिक रोगको भन्नुहोस्, त्यो ग्यास्ट्राइटिस भन्नुहोस्, चाहे त्यो हाइपरटेन्सन भन्नुहोस्, चाहे त्यो डायबिटिस भन्नुहोस्, त्यसको मानसिक पक्ष छ। त्यो मानसिक कारणले गर्दाखेरि पनि हुन्छ। यो कुरा एकदम जरुरी छ। यो कुरा यहाँलाई मैले भनिराख्नु पर्दैन होला, सायद सबैलाई यो कुरा अवगत भएको छ। तर मानसिक रोगमा पनि त्यस्तै हो कि केही हामीले जीवन पद्धतिहरूलाई अँगाल्न सक्यौँ भन्दाखेरि सायद रोग लाग्न सक्ने सम्भावना कम भएर जान्छ। इभन एउटा कुरा जैविक कारणहरू छ भनौँ न, कसैको जेनेटिकली एकदमै मानसिक रोग लाग्न सक्ने सम्भावना छ, उसको बुवा आमा अथवा फर्स्ट डिग्री रिलेटिभ्सहरूलाई मानसिक रोग छ भने पनि यदि जीवन पद्धतिलाई राम्रोले गऱ्यो भन्दाखेरि त्यो जिन जुन हुन्छ, त्यो जिनलाई भन्छौँ नि हामी, जुन चाहिँ ट्रान्सफर भइरहेको छ त्यो एक्सप्रेस नहुन पनि सक्छ बाहिरी कारणले गर्दाखेरि। त्यसैले यो इन्टर्नल फ्याक्टर छ जुन चाहिँ नि जैविक कारणले गर्दाखेरि हुन्छ, त्यस्तै बाहिरी कारणले, बाह्य कारणले गर्दाखेरि त्यसलाई एक्सप्रेस नहुन सक्छ र रोग नदेखिन सक्छ। त्यसैले एउटा एकदम स्वस्थ जीवन पद्धति अँगाल्ने, त्यसमा शारीरिक रूपमा पनि हुन्छ, मानसिक रूपमा पनि हुन्छ र आफ्नो सोच्ने तरिकाहरूलाई बदल्न कति सकिन्छ, त्यसले मानिसलाई तनावहरू कम गरेर मानसिक रोग लाग्नलाई सम्भावना कम हुन सक्छ। हजुर, यहाँ चाहिँ लामो समयदेखि यो मानसिक स्वास्थ्यको क्षेत्रमा सक्रिय हुनुहुन्छ र प्राध्यापनमा पनि लागिरहनु भएको छ। बिरामीहरूलाई पनि त्यत्तिकै रूपमा यहाँले नजिकबाट हेरिरहनु भएको छ। खास गरी नेपालमा कस्ता प्रकारका मानसिक रोगीहरूको सङ्ख्या बढी छ? हो, यो नेपालै भनेर वास्तवमा भन्ने छैन, यो एउटा ग्लोबल फेनोमेनन भइसक्यो। र नेपालमा चाहिँ नि यी बढी देखिया छ अथवा चाहिँ नि अमेरिकामा चाहिँ यो बढी देखिया छ भनेर मानसिक रोगमा चाहिँ वास्तवमा त्यस्तरी भएको छैनन्। रोग चाहिँ सबैलाई डिप्रेसन नै सबभन्दा धेरै हो, चाहे त्यो अमेरिकामा होस् चाहे त्यो नेपालमा होस्। त्यसैले मानसिक रोगमा चाहिँ नि हाम्रो देशमा अलिक बढी यो भनेर अहिले भन्ने अवस्था चाहिँ छैन। तर के भन्दाखेरि रोग बढिरहेछ, रोगको पहिचान पनि धेरै भइरहेछ, मानिसहरूमा केही हदसम्म चेतना स्तर पनि यो मानसिक रोगमा बढिरहेछ। त्यसले गर्दाखेरि चाहिँ नि उपचारमा पनि केही सहजताहरू आइरहेछ भन्न सकिन्छ। र विशेष परिस्थिति जस्तै कि महाभूकम्प भयो, त्यसपछि आउने चाहिँ समस्याहरू, मानसिक समस्या चाहिँ अहिले नेपालमा बढी छ अरू ठाउँमा भन्दा, जहाँ चाहिँ नि यस्ता खाले प्रकोपहरू आएका छैनन्। त्यसैले त्यो हिसाबले चाहिँ अहिले र अब आउन सक्ने केही आगामी केही समयहरूमा दीर्घकालीन रूपमा पनि यी महाभूकम्पबाट हुन सक्ने जुन मानसिक समस्या छ त्यो चाहिँ नि नेपालमा अलि विशिष्ट रूपमा हुन्छ केही समयको लागि। केही समय यो अझै जान्छ छ, केही समय भने केही वर्ष नै हो। यो
समय भनेर 2-4 महिना अथवा 1-2 वर्षको कुरा होइन। अब यो मानसिक रोगको कुरा गर्दाखेरि यसित जोडिएका धेरै पक्षहरू छन् र खास गरी मानसिक रोगीहरू अस्पतालमा उपचार गर्न जाँदैनन् अथवा उनीहरूलाई लगिँदैन। अहिले पनि हाम्रा गाउँका दूरदराजहरूमा सिक्रीले बाँधेर राख्ने अनि उनीहरूलाई चाहिँ एउटा अन्धविश्वासका रूपमा धामी झाँक्री लगाउने, यो चाहिँ औषधि गरेर निको हुँदैन भन्ने मान्यता पनि छ, विद्यमान छ। यस्ता किसिमका कुरीतिहरू, कुसंस्कारहरू लाई कसरी निमिटान्न पार्न सकिन्छ एउटा पक्ष। अर्को चाहिँ यो अस्पतालमा उपचार गर्न आउने बिरामीहरूको ट्रेन कस्तो छ, बढिरहेछ अथवा घटिरहेछ अथवा यो एज इट इज नै छ? होइन, यो त बढिरहेछ, अहिले त बढिरहेछ, केही वर्ष यतादेखि बढिरहेछ। सायद अवेरनेस पनि बढी, चेतना स्तर पनि बढ्यो होला अहिले। अब तर सबभन्दा इम्पोर्टेन्ट कुरा जुन तपाईँले भन्नुभयो नि, यो जुन यो धामी झाँक्री लगायो अथवा चाहिँ नि केही अरू अन्धविश्वासहरू उसमा हुन्छ, यो अब शारीरिक रोगमा पनि देखेँ हेर्नुहोस् मैले है, ग्रामीण क्षेत्रमा। यसमा हामीले ग्रासरुट लेभलमा नै काम गर्नुपर्छ। ग्रासरुट लेभलकोमा जो काम गर्छ, स्वास्थ्य कार्यकर्ता भन्नुहोस् न, त्यहाँ अहिले महिला स्वास्थ्य केही कार्यकर्ताहरू छन्, अरू भलिन्टियर्सहरू छन्, कम्युनिटी लिडर्सहरू छन्, समुदायका चाहिँ नि अगुवाहरू छन्। यिनीहरूमा हामीले चेतना अभिवृद्धि गर्न सक्यौँ र यो हेल्थ पोस्टरमा काम गर्ने मेडिकल अफिसरहरू भयो अथवा हेल्थ एसिस्टेन्टहरू, एएचडब्ल्यू, अनामीहरू, नर्सेसहरू, उहाँहरूलाई हामीले चाहिँ राम्रोसँग उहाँहरूप्रति चेतना अभिवृद्धि गरेर उहाँहरूमा यो मानसिक स्वास्थ्य सम्बन्धी तालिमहरू बराबर दिन सक्यौँ भने उहाँहरूले केस आइडेन्टिफाई गर्नुहुन्छ, उहाँहरू कम्युनिटीमा अथवा समुदायमा डुलिराख्नु भएको हुन्छ, अनि यो होइन है भनेर बार बार भनिराख्नुहुन्छ। र अर्को कुरा के हुन्छ भन्दाखेरि उपचार गर्न थालेपछि जब निको हुन थाल्छ नि, तब मान्छेलाई विश्वास हुन थाल्छ। यो केही समय लाग्न सक्छ, तर सुरु गरेपछि केही समयमा यसले केही न केही पोजिटिभ रिजल्ट देखाउँछ। भनेपछि खास गरी यो अहिले जुन यहाँले भन्नुभयो स्थानीय तहका स्वास्थ्य कार्यकर्ताबाटै जनचेतना जगाउनु आवश्यक छ भन्ने कुरा, तर सरकारका नीति कार्यक्रम हेर्दाखेरि कस्तो लाग्छ भन्दा खालि शारीरिक रोगलाई मात्र बढी प्राथमिकता दिएको र मानसिक रोगलाई त्यति प्राथमिकता दिएको जस्तो देखिँदैन, जसका कारण बिरामीहरू अस्पतालसम्म आउनै पाउँदैनन् र उनीहरूलाई चाहिँ घरमै बन्द गरेर राखिएको अवस्था छ। यसमा सरकारी नीति नियम र जुन कार्यक्रमहरू छन् स्वास्थ्य सम्बन्धी, यसमा परिमार्जन गर्न आवश्यक ठान्नुहुन्छ कि ठान्नुहुन्न? एकदमै हो। मलाई लाग्छ केही समय अगाडि 1-1.5 वर्ष 2 वर्ष अगाडि नयाँ स्वास्थ्य यो न्यू हेल्थ पोलिसी पनि भएको छ, ड्राफ्ट भएको थियो। त्यसमा म पनि थोरै केही इन्भल्भ भएको थिएँ। अब त्यो ड्राफ्टको बारेमा त मलाई थाहा छैन के हो भनेर। अब के भएको छ भने अबको दिनहरू पहिला जुन खालि सरुवा रोगमा मात्रै बढी कन्सन्ट्रेट गर्यो होइन, तर अब अहिले हेर्दाखेरि चाहिँ नि सरुवा रोगभन्दा पनि बढी र अत्यन्त खतरनाक किसिमबाट आइरहेको छ। मानसिक रोग भयो, डायबिटिज भयो, हाइपरटेन्सन भयो, मुटुको रोग, क्यान्सर होइन, नसर्ने खालका रोगहरू, नन कम्युनिकेबल डिजिजहरूमा पनि बढी छ। अब त्यसमा अब अहिले आउने स्वास्थ्य नीतिमा यी कुराहरू प्रष्ट रूपमा आउनुपर्छ। यी नसर्ने रोगहरूलाई कसरी चाहिँ नि ह्यान्डल गर्ने होइन भन्दाखेरि यी पहिला नै खालि सरुवा रोगमा मात्रै हामीले कन्सन्ट्रेट गऱ्यो भने यो समाज जीर्ण रोगी भएर जान्छ। हेर्नुहोस्, यसमा कुनै शङ्कै छैन र मलाई विश्वास छ कि यसमा सम्बन्धित निकायले राम्रोसँग ध्यान दिन्छ। हजुर, हामी कार्यक्रमको अन्त्यतिर आइसकेका छौँ डाक्टर साहब। अब जस्तो यो मानसिक रोगीले अथवा मानसिक रोग लागेकाहरूले खास गरी के गरेमा उनीहरूलाई चाहिँ यो रोगबाट छुटकारा मिल्छ अथवा उनीहरूले के सावधानी अपनाउनु आवश्यक छ? रोग लागिसकेपछि त उपचार हो, उपचार र परामर्श हो, त्योभन्दा अरू उपाय छैन। आफै रोग निको पार्छु भनेर पनि सकिँदैन, त्यो गाह्रो छ। अब कतिपय चाहिँ सानोतिनो समस्याहरू हुन्छ, त्यो मानसिक समस्या नहुनु पनि सक्छ भनौँ न। केही समयको लागि क्षणिक दुःखी हुनु, क्षणिक डर लाग्नु, क्षणिक त्यो सबै दुःख सुख यो भनेको मानव जुन उसमा छ त्यो भइराखेको हुन्छ। अलिअलि हुनु हरेक मानिसमा भएका गुण भन्छु त्यसलाई म होइन। तर अब जुन समस्याले व्यक्तिको जीवन पद्धतिमै असर परिरहेको छ, उसको काम गर्न सक्ने क्षमतामा ह्रास भइरहेछ, उसको अन्तर सम्बन्धमा चाहिँ नि ह्रास भइरहेछ, उसको पारिवारिक सम्बन्धहरू बिग्रिरहेछ भने त्यस्तो बेलामा चाहिँ नि परामर्शदाता कहाँ, मानसिक रोग विशेषज्ञ कहाँ गएर राम्रोसँग एकचोटि परामर्श लिनु नै राम्रो हुन्छ। र कसरी उपचार गर्ने कि नगर्ने, कस्तो पद्धतिबाट उपचार गर्ने त्यस बेला नै थाहा हुन्छ। अब यो नेपालमा चाहिँ यो मानसिक स्वास्थ्यसित सम्बन्धित विशेषज्ञहरूको अवस्था कस्तो छ र यसित जुन परामर्शदाता भन्नुभयो, परामर्शदाता पनि भनेको बेलामा देशभरि अभाइलेबल हुन सक्ने अवस्था छ कि छैन?
छैन, त्यो मानसिक रोग विशेषज्ञ पनि छैन, परामर्शदाता पनि छैन। त्यसैले त मैले अघि नैदेखि भनिरहेको छु, केही हदसम्मको ट्रेनिङ म एमबिबिएस लेभललाई पढाउँछु भनौँ न, त्यसमा पनि हामीले अलिक बढी मानसिक स्वास्थ्य सम्बन्धी जुन करिकुलम छ त्यसमा चाहिँ अलिक बढी पाठ्यक्रममा समावेश गर्नुपर्ने देखिन्छ। हेर्नुहोस्, त्यतिले पुग्दैन जति हामीले दिइरहेछौँ। एक, किनभने उनीहरू गएर मेडिकल अफिसर भएर जान्छन् नि ठाउँ ठाउँमा, त्यसपछि अलिक उनीहरू एफिसियन्ट भए यो साइकेट्रीमा र मेन्टल हेल्थ सम्बन्धी भने उनीहरूले त्यही नै हामीले उपचारको गर्न सक्छन्। र त्यो मात्रै होइन कि अब नर्सिङ उसमा पाठ्यक्रममा पनि, त्यसपछि आएर अरू हेल्थ एसिस्टेन्टको पाठ्यक्रममा पनि मानसिक स्वास्थ्यलाई अलिक बढी इम्फेसिस दिनुपर्छ र ताकि उनीहरू गाउँमा गएर साधारण रोगहरू चाहिँ नि राम्रोसँग त्यही उपचार गर्न सकुन्। र साथै अहिले काम गरिरहेका स्वास्थ्य कर्मीहरूलाई पनि हामीले विशेष किसिमको तालिम, रिफ्रेसिङ कोर्सेसहरू त्यो दिनुपर्छ, ताकि उनीहरूले, र अर्को कुरा कोअर्डिनेसन हुनुपर्छ। जस्तै कि त्यहाँबाट हेल्थ पोस्टबाट डिस्ट्रिक्ट हस्पिटल, डिस्ट्रिक्टबाट जोनल हस्पिटल, जोनलबाट रिजनल हस्पिटल, त्यहाँबाट टर्चियरी सेन्टरहरू, यो सबै कुराहरू हामीले राम्रोसँग समन्वय गर्न सक्यौँ भन्दाखेरि सायद अहिले भइरहेकै स्वास्थ्य कर्मीहरूबाट पनि अहिलेभन्दा बढी राम्रो स्वास्थ्य सेवा दिन सक्छौँ। हस् डाक्टर साहब, यहाँ स्टुडियोसम्म आएर धेरै जानकारी दिनुभयो, यहाँलाई धन्यवाद। यहाँलाई पनि मेरो धेरै धेरै धन्यवाद। आदरणीय दर्शकवृन्द, हामीले कुरा गऱ्यौँ प्राध्यापक डाक्टर पुष्पप्रसाद शर्मासँग। आजलाई कुराकानीबाट बिदा चाहन्छौँ। नमस्कार।